दर्शकबिन यहाँलाई स्वागत गर्न चाहन्छु यो रोटुडामा भइरहेको वाइरी की क्लबबाट आयोजित 7A साइड टुर्नामेन्ट नेप्लिज वरियर्स सेतो जर्सीमा। अभाग्यवश यो टुर्नामेन्टमा एकजना महिला मेम्बर चाहिएको हुनाले हामी 1 म्यान डाउन खेलिरहेछौँ। अनलकी केही छैन विवेक। जर्सी नम्बर 23 मा विवेक, जर्सी नम्बर 9 मा निरज मर्जन पासा। निकै नै राम्रो हेडर तर पासको प्रयास असफल। 12 नम्बर जर्सीमा हाम्रो सुभाष थापा दाई, 22 मा सुयोग भाइ, 16 मा हाम्रो क्याप्टेन कमल र जर्सी नम्बर 20 मा हाम्रो कोब्राको नै यहाँ। ओके, निकै नै राम्रो प्रयास। पास, सुट, कम अन सुट, लिचिक्क। ओए चान्स थियो। गुड वरियर्स अगाडि बढेर खेलिरहेछन्। 2 गोलको अग्रता र यो दोस्रो हाफ आजको खेलको यो तेस्रो गेम ग्रुप स्टेजको। र यहाँ समर्थक साथीहरू वरियर्सका समर्थक साथीहरू यहाँ। राजाबाबु थापा मगर पनि यहाँ खेल इन्जोय गर्दै। यता कालो जर्सीमा रहेको छ वाइरेकी फिजी, यहीँको आई गेस होम टिम र उनीहरूले राम्रो बल बिल्डअपको प्रयास। डिफेन्स लाइनमा 2 जनाले राम्रो क्लियर बल। सुभाष खुट्टामा अझै पनि निश्चित छैन। बल आफ्नो साइडमा पार्न असफल र कमलले लेफ्ट फ्ल्याङ्कबाट बल दौडाउँदै साथीलाई पास बिचमा राम्रो पास। यो कसलाई हो? यो पासाले रिसिभ गरेका छन्। विवेकलाई अप्सनमा दिएन 1-2 को राम्रो प्रयास र ब्युटिफुल अटेम्प तर किपरले सजिलै रोकिदिएको छ। 1-on-1 को चान्स तर वाइरेकी फिजीको बल खुट्टामा अझै पनि किपरले सजिलै कलेक्ट गरिदिएका छन्। खेल सुरु फेरि विवेकले सुयोगले फेरि पनि नेप्लिज वारियर्स निकै नै लेफ्ट विङबाट गेमलाई बनाउँदै र राम्रो आफ्नो साइडलाई खोजिरहेको थियो तर बल फेरि वाइरेकी फिजीको खुट्टामा। गुड हसल शट बाबु दे। राम्रो प्रयास सुयोग भाइ, जर्सी नम्बर 22 मा वरियर्सको निकै नै जल्दो बल्दो युवा खेलाडी। मार्च 1, 2025 एकदम यो सोसियल यो फ्रेन्डली गेम। यहाँ अहिले 1, 2, 3, 4 वटा पिचमा साइमल्टेनियसली गेमहरू भइरहेका छन् र यस खेलमा 9 वटा टिमले सहभागी जनाएको पनि जानकारी गराउन चाहे। गेम अझै पनि वाइरेकी फिजीले राम्रो थ्रु बल तर त्यो बललाई कलेक्ट गर्न असफल। बल वारियर्सको छक्क परेर यहाँ मेरो मिसेस मेरो कमेन्टेरी सुनेर फेरि फिदा 1 सेकेन्ड। पासाको खुट्टामा बल के पासा पलट लाने यिनले आज खेलमा। विवेक राम्रो छलाउँदै पासालाई राम्रो चिप बल। पासाले के पासा पलट लान। सुयोग बल अलिकति अगाडि यिनले खोजिरहेका थिए तर खेलको यहाँ अर्को एउटा नियम के छ भने डी बक्स भित्रबाट चाहिँ खुट्टाले गोल मान्यता नहुने। हेज टु बी आइदर हेडर गोल और कमलले सजिलै बल डिफेन्ड गरेका छन्। किपरलाई पास, किपरले साथी खोजिरहेका छन्। लामो चिप बल पासा टु पासा। के पासाले आज गेममा के पासा पलटलान्। पासाले सुभाष दाइलाई गोल तन्दै भएको। किपरले राम्रो कलेक्ट र बाबुले राम्रो पिस अफ स्किल देखाउँदै। जस्ट नम्बर 5 वाइरेकी। जस्ट नम्बर 2 महिला साथी के भन्न खोज्दै थिए। जर्सी नम्बर 2 सुयोगको राम्रो प्रयासलाई जस्ट नम्बर 12 ले सजिलै हेडरले
मिसडिरेक्ट गरिदिएका छन् र फेरि पनि बल थ्रो इन नेप्लिज वारियर्सको। मौसम निकै नै आइडियल छ खेलको लागि निकै नै राम्रो मौसम। पासाले के आज गेममा पासा पलटन, पासाबाट हामी स्कोरको पासाबाट गोल र सेलिब्रेसन छैन यहाँ। पासाले आज गेममा के पासा पलटला नि त, पासा लजाउँदै स्विडेज र यसैसँग सेकेन्ड हाफमा नेप्लिज वारियर्सको स्कोर रहेको छ 3, फिजी बाहिरकी फिजी 0। खेल फेरि चलेको छ। लेफ्ट ब्याक नम्बर 5बाट सेन्टर ब्याकलाई पास दिएका छन्। जर्सी नम्बर 12 अप्सन खोज्दै फेरि 5लाई बेला जस्तो गरेर उसले ड्राइभ गर्दै सर्ट राम्रो सर्ट तर अलिकति फ्रेम बाहिर। राम्रो प्रयास थियो र हाम्रो कोब्रा कनैयाले फेरि लेफ्ट फ्ल्याङ्कमा हाम्रो सुयोग भाइले सुभाष दाइलाई कनेक्ट, पासालाई पास खोजी, पासा बल जाउँ न बलको लागि मुला दामी सुभाष दाइ। यो हो नि त पारा, फर्चुन फेभर्स द ब्रेभ। पासा गयो किप्परले भुँडीले किप्पर र पासा ठेल पेला पेल। ये पासाले राम्रो नटमेक हातले सेभ गर्न पाउने छैन। सुभाष दाइ फेरि हान न बुढा लुत्त रहन बयर गाडीमा। कमलले राम्रो पिस अफ स्किल, कमलले सिधै किप्पर पास गरेको छैन। किप्परले अझ लल्ला गेली यो जेरी हौ तिमी यसै गरी भएर कि फिजीको यो सिल्ली मिस्टेक हाम्रो 10 नम्बर 20 गोलकिपरद्वारा। बल कलेक्ट गर्न आएका थिए तर अफसोस चाडहरूको जुत्ता लाएर चिप्लेका छन्। सुबह आज खेल मैदानमा बिहान रातभरिको पानीले बिताएको छ र खेलमा कमब्याक गर्ने आशा लिँदै वारेकी एफसी स्कोर रहेको छ 1, नेप्लिज वारियर्स 3। नेप्लिज वारियर्स बललाई बिस्तारै मोमेन्टम आफ्नै खुट्टामा राख्दै फेरि सुयोगले चुङ्गी खेलेका छन्। कमलले पनि चुङ्गी ट्याक लागेका छन् र यहाँ पास कलेक्ट गर्ने कोही छैन र बाबुले अब थ्रोबल चलाएको छ। सजिलै निकै नै एम्बिसियस यो सर्ट तर सुयोगले सजिलै क्लियर गरेर सुभाष दाइलाई पास दिन सफल। राम्रो पास थियो बाइ द वे, 1-2 राम्रो कनेक्सन, ब्युटिफुल। तर अफसोस गोल भएको भए पनि यो गोल मान्ने हुने थिएन। दर्शक महानुभाव, यो खेलको नियम यस्तै छ, डी बक्सभित्रबाट खुट्टाले गोल हान्न पाइने कति पनि छैन। र राइट फ्ल्याङ्कबाट पास बनाउने ट्राई गर्दै कमलले राम्रो डिस्टर्ब गरेका छन् र जर्सी नम्बर 6 यताबाट निकै नै एम्बिसियस पाराले पास दिएका छन्। जर्सी नम्बर 9लाई सानै भए पनि राम्रो किपर अलिअलि थन्किरहेका मुद्रामा अल्छी लाएर हाई गरिरहेका छन् जस्तो लाग्यो मलाई। पासा आज के पासाले गेममा पासा पलट्न सक्ला नि त। किप्सले पास राम्रो स्किल यहाँ बाहिर कि फिजीको जस नम्बर 12 ठिङ उभिएर बस्यो भने फेरि बल सायद बलको आशा गर्दै राम्रो क्लियर गरेका छन्। गिभ एन्ड गो आहा जस नम्बर 12 को तर्फबाट राम्रो पिस अफ स्किल शट, ब्युटिफुल सेभ। शुभको निकै नै उत्कृष्ट सेभ। आई वाज लुकिङ फर द्याट वर्ड, उत्कृष्ट सेभ। थ्रो चलाएका छन् कर्नर किकबाट। अर्को पनि फेरि ब्याक टु ब्याक सेभ गर्दै हाम्रो कोब्रा कनैया। बाबु घर जा, तसँग अप्सन छैन।
क्लिप्सले जर्सी नम्बर 5 लाई जर्सी नम्बर 5 बाट सिधै अगाडि कनेक्ट गर्ने राम्रो बल थियो इनफ्याक्ट राम्रो नम्बर थियो राम्रो बल थियो ब्युटिफुल बल थियो तर अलिकति बल यता निरज भाइले कलेक्ट गर्न सफल थ्रो इनको इसारा वाइराकी एफसी बल पछाडि चलाउँदै यो निकै नै अकवर्ड चेस्ट र अप्सन हेर्दैछन् अप्सन 5 र 6 को निकै नै राम्रो कनेक्ट 6 ले 12 लाई जर्सी नम्बर 7 रहेछ उस्तै छन् 7 तिमै हान्यो यसको ओहो विवेकबाट यो बल खोजेका छन् सुयोग भाइले राम्रो क्लियर गरेका छन् पासाले फेरि पनि बल कलेक्ट गर्न सुयोग भाइले बल सुयोग निकै नै राम्रो उत्कृष्ट गेम प्रदर्शन गर्दै वरियर्सको तर्फबाट यहाँ जर्सी नम्बर 9 का फलको अपिल तर डिसमिस गरिदिएका छन् यहाँ आफै रेफ्री आफै जर्सी नम्बर 11 का साथी सायद अलिकति सुभाष दाई थ्रोइङ गर्दै विवेकले बल कलेक्ट गरेका छन् फेरि पनि जर्सी नम्बर 11 ले घुमेर यहाँ किपर शुभलाई बल दिएका छन् शुभले पनि सिधै लिचीको किपर धन्दै यसले रोटी पारेको यसले त्यसै गरी यहाँ खेलमा आगमन हाम्रा युवा नेता जल्दो बल्दो फरबिन फुट्दा सेणीजीको यहाँ आगमन भइसकेको छ हाम्रो असिम भाइ है त्यसो भए सुमन है कपनको मेयर जर्सी नम्बर 7 का खेलाडीले कलेक्ट गरेका छन् बल सुयोग फेरि पनि अन द रेस्क्यु कराते किड पस्दियो सुभाष दाईको निकै नै आकर्षक के व्हाट वाज दैट भाइ राम्रो शट पल गर्नु रोक्यो मैले पज गर्न पाउँछु र खेल फेरि चालु भइसकेको छ शुभले पासाले के आजको गेममा के पासा पलट कमलले सुनेका छन् र यहाँ विवेकले जान विवेक अझै यति बाउला बलु त लागेको छ खेलमा कुनै पनि टिमले त्यस्तो आकर्षक मुभ बनाउन सकिरहेको छैन विवेक निकै राम्रो बल कमलले सजिलै कलेक्ट गरिदिएका छन् कमल यहाँ बललाई वरियर्सको थ्रो इन सिधै लाइनमा फ्लिक गरेका छन् र यसै उटरसँग यो तेस्रो खेल विजयी हुँदै वरियर्स 3 वाइराकी फिजी 1